नमस्ते सबैजनालाई म परमेश्वर यादव हामीले अगाडिको भिडियोमा क्वाड्रेटिक इक्वेसनको 2 डिजिट प्रब्लमहरु डिस्कस गरेका थियौं। आज पनि क्वाड्रेटिक इक्वेसनमै रहेर हामीले एज रिलेटेड प्रब्लम गर्छौं। हामी यहाँ बोर्डमा देख्न सक्नुहुन्छ यो क्वेशन भर्खरै प्याप्सन काठमाडौँमा सोधेको क्वेशन हो, जहाँ 4 मार्क्समा क्वाड्रेटिक इक्वेसनबाट क्वेशन सोधेको छ। क्वेशन यस्तो छ A sum of a present age of Ramu and Jinu is 19 years. After 1 year, the product of their age will be 104. First question is what are the roots of x in the quadratic equation? ax square plus bx plus c is equal to 0. जसरी हामीले फर्स्ट भिडियोमा पुरानो भिडियोमा क्वाड्रेटिक इक्वेसनको रुट्स के हो, कतिवटा रुट्स हुन्छ, त्यो रुट्सहरु के हुन्, a does not equal to 0 किन हुन्छ, सबै कुरा डिस्कस गरिसकेका छौं। यो भिडियोमा हामी आन्सर लेख्छौं। यसको आन्सर के हुन्छ भने हामी अगाडि नै डिस्कस गर्यौं। फर्स्ट क्वेशनको आन्सर व्हाट आर द रुट्स। अब व्हाट आर द रुट्स अफ x भनेपछि द रुट्स अफ x is minus b plus minus root under b square minus 4ac divided by 2a. एउटा प्लस अर्को माइनस, यो भनेको रुट्स। अब नेक्स्ट क्वेशन बी नम्बरको लागि हामीले क्वेशन सोधेको छ फाइन्ड द प्रेजेन्ट एज अफ रामु एन्ड जिनु। ल यसको लागि हामीले के गर्नु पर्यो भने प्रेजेन्ट एज एज्युम गर्नु पर्यो। यस्तै केसहरुमा एज्युम कसरी गर्ने भनेको लेट present age of Ramu and Jinu are x and y respectively. यसरी पहिले हामी एज लेट गर्छौं। अब कन्डिसनहरु यो लेट गरिसकेपछि हामीले फाइन्ड गर्नु भनेको यहाँ x र y को भ्यालु हो। अब कन्डिसनले के भनेको छ भने सम अफ अ प्रेजेन्ट एज अफ रामु एन्ड जिनु। सम भनेको छ, सम भनेको दुईटैको प्लस हो, x प्लस y। यदि डिफरेन्स भनेको भए x माइनस y हुन्थ्यो, प्रोडक्ट भनेको भए x इन्टु y हुन्थ्यो, रेशियो भनेको भए x बाइ y हुन्थ्यो। त्यसैगरी यहाँ a सम भनेकोले फर्स्ट कन्डिसन हाम्रो x प्लस y is equal to 90। यो फर्स्ट कन्डिसन भयो। यहाँबाट हामी x को भ्यालु निकाल्न सक्छौं, त्यो भनेको 19 माइनस y हो। ल यसलाई हामी फर्स्ट इक्वेसन मान्दा नि भयो। सेकेन्ड कन्डिसन हाम्रो के छ भने आफ्टर 1 इयर द प्रोडक्ट अफ एज विल बी 104। आफ्टर भनेको 1 वर्ष पछि, यदि अहिले मेरो एज 25 वर्ष छ भने 1 वर्ष पछि 26 हुन्छ। अहिले मेरो एज 25 छ भने आफ्टर 2 इयर 27 हुन्छ, आफ्टर 3 इयर 30 हुन्छ। यदि बिफोर छ भने अहिले मेरो एज 25 छ भने बिफोर 1 इयर भने 24 हुन्छ, बिफोर 2 इयर भने 23 हुन्छ। बिफोर भनेको छ भने सबट्र्याक्ट गर्ने, आफ्टर भनेको छ भने एड गर्ने। ल सो सेकेन्ड कन्डिसनमा के भनेको छ भने सेकेन्ड कन्डिसनले के भनेको छ भने द प्रोडक्ट अफ एज विल बी 104। आफ्टर भनेपछि प्लस, आफ्टर भन्ने शब्द, हेन्स भन्ने शब्द, यो आफ्टर र हेन्स भन्ने वर्डले प्लस देखाउँछ भने बिफोर, अगो यस्ता वर्डहरुले माइनस गर्छ हामी। ल अर्को सेकेन्ड कन्डिसन के भनेको छ भने आफ्टर 1 इयर द प्रोडक्ट अफ एज विल बी 104। फेरि एउटा कुरा के ध्यान राख्नु पर्यो भने हामीले +1 गर्दाखेरि x र y मा दुईटै गर्छौं। सपोज मेरो एज 25 छ, मेरो साथीको एज 14 छ भने, मेरो भाइ बहिनीको एज 14 छ भने 1 वर्षपछि म 26 हुन्छु भने 1 वर्षपछि मेरो भाइ र बहिनी पनि 15 हुन्छ। मेरो एज बढ्यो भने मेरो भाइ बहिनीको नि एज बढ्छ या अरूको नि एज बढ्छ। त्यही भएर यदि x 1 इयरले बढ्यो भने y पनि 1 इयरले बढ्छ, x 1 इयरले घट्यो भने y पनि 1 इयरले घट्छ। त्यही अनुसार अब 1 वर्षपछि भनेपछि x + 1 अहिले रामुको एज x छ भने 1 आफ्टर 1 इयर x + 1 हुन्छ। जिनुको एज y छ भने आफ्टर 1 इयर y + 1 हुन्छ। ल y + 1 हुन्छ। अब प्रोडक्ट भनेको कति दिएको छ क्वेशनले 104। नाउ अब मल्टिप्लाई गरौँ हामी यहाँ x * y xy x + into 1 x 1 into y
y र 1 into 1 1 हुन्छ ल अब हामीसँग यहाँ x को भ्यालु y को टर्ममा छ त्यो भ्यालु यहाँ हामी राख्छौं x को भ्यालु कति दिएको छ 19 minus y into y भयो फेरि यहाँ x भनेको फेरि 19 minus y भयो plus y भयो plus 1 is equal to 104 हुन्छ अब 19 into y भनेको 19y minus y square plus minus cancel 19 plus 1 भनेको 20 हुन्छ 104 भयो ल अब यतातिर हेरौँ क्याल्कुलेटर 19y minus y square plus 20 अब हामीले के गर्छ भने सबै टर्मलाई एकै साइडमा लगाऊ उतापट्टि राइट साइडमा लगाऊ भनेपछि यहाँ 0 हुन्छ अब यो भनेको माइनस y स्क्वायर उतापट्टि गएपछि प्लस y स्क्वायर हुन्छ 19y छ प्लस छ माइनस 19y हुन्छ यहाँ प्लस 20 छ उता गएपछि माइनस 20 हुन्छ अनि यो 10 अब 0 इज इक्वल टु अब यहाँ y स्क्वायर माइनस 19y फेरि अब 104 बाट 20 घटाएपछि कति हुन्छ 84 हुन्छ ल 84 हुन्छ अब हामीसँग दुईटा अप्सन के छ भने दुई तीनटा छन् अप्सन अब यहाँबाट हामीले क्वाड्रेटिक युज गर्न पाइयो यहाँबाट हामीले फ्याक्टर गर्न पाइयो जे गर्दा नि हुन्छ अब यहाँदेखि हामीले क्वाड्रेटिक युज गर्न नि मिल्यो फ्याक्टर गर्न नि मिल्यो अहिले मैले फ्याक्टर गरे तपाईहरु क्वाड्रेटिक युज गर्न नि मिल्छ अब यहाँ हामीले y स्क्वायर माइनस यहाँ 12y माइनस 7y प्लस 84 गर्दा भइगयो हामीले यहाँबाट कमन y आयो y माइनस 12 हुन्छ यहाँ माइनस 7 कमन लिएपछि y माइनस 12 हुन्छ यहाँबाट हामीले 0 इक्वल टु y माइनस 12 कमन लिएपछि y माइनस 7 भयो यो प्रकारले तपाईले क्वाड्रेटिकबाट नि गर्नु पर्यो यहाँ x मा क्वाड्रेटिक यो इक्वेसन हो भने यो y मा क्वाड्रेटिक छ हाम्रो सेम रुट्स यही हुन्छ यहाँ a को यहाँ y स्क्वायर को कोएफिसिएन्ट 1 छ 1 भनेको a भयो y को कोएफिसिएन्ट -19 जुन हाम्रो b हुन्छ र 84 भनेको c हो तपाईहरुले यो गर्न सक्नुहुन्छ अब हामीसँग दुईटा अप्सन या त यो 0 हुन्छ या त यो 0 हुन्छ हामीलाई थाहा छैन कुन 0 हो यो दुईटा मध्ये एउटा टर्म 0 हुनु पर्यो या त दुईटै टर्म 0 हुनु पर्यो त्यो भएर हामीलाई दुईटैलाई चेक गर्छु कुन 0 हो त्यसको लागि मैले यहाँ अलिकति मेटे अब तपाईहरु यहाँ हेर्नु अब आइदर y minus 12 is equal to 0 यहाँबाट हामीले y is equal to 12 लेख्न पायौं y यदि 12 भयो भने हाम्रो फर्स्ट एक्सप्रेसनबाट हामीले के लेख्न सक्छौं भने x is equal to 19 minus 12 भयो जुन कि 7 भयो और या त y 12 हुँदा x 7 हुन्छ अर्को हाम्रो के छ और यदि y minus 7 is equal to 0 भने यहाँबाट y equal to 7 आउँछ y यदि 7 आयो भने x भनेको 19 minus 7 जुन कि 12 आउँछ अब हाम्रो दुईटा आन्सर आयो अब दुईटा मध्ये दुवै करेक्ट छ हामीले लेख्दाखेरि आन्सरमा हेन्स देयर एज विल बी x y छ भनेपछि हामीले x भनेको 7 and 19 एउटा यो भयो x 7 छ भने y 19 छ और x 12 छ सरी y 12 छ भने x 7 हुन्छ यदि x 12 छ भने हाम्रो y 7 हुन्छ यो भनेको आन्सर हो दिस इज द प्रेजेन्ट एज अफ रामु एन्ड जिनु आइदर दिस इज करेक्ट और दिस इज करेक्ट बोथ कैन ल बोथ इज द करेक्ट नाउ द थर्ड नम्बर क्वेशन को आन्सर सी नम्बर को जुन 1 मार्क्स मा सोधेको छ आफ्टर हाउ मेनी इयर द सम अफ देयर एज विल बी 25 कति वर्षपछि उनीहरुको एजलाई जोड्दा 25 हुन्छ अघि अहिले हाल प्रेजेन्ट एजलाई जोड्दाखेरि 19 हुन्छ भने अब कति वर्षपछि उनीहरुको एज कति हुन्छ 19 हुन्छ आफ्टर भनेपछि हामीलाई के थाहा छ आफ्टर भनेको प्लस हुन्छ अनि बिफोर भन्दै भने हामी माइनस गर्छौं म मेटे अलिकति यतातिर मेटे सी नम्बरको आन्सरको लागि हामीले के गर्नु पर्यो भने यहाँ लेख्ने लेट आफ्टर p year their sum of their age after p year sum of their age is
will be 25 त्यसपछि हेरौँ अहिले प्रेजेन्ट एज हामीले यो दुईटा मध्ये कुनै लिएर गर्दा भयो अहिले मैले योलाई लिएर अहिले यदि x को एज 7 छ भने रामुको एज 7 छ भने अब कति हुन्छ अब रामुको एज अहिले 7 छ भने अब p वर्षपछि रामको एज 7 प्लस p हुन्छ त्यसैगरी जिनुको एज प्रेजेन्ट एज कति छ यदि 12 छ भने p इयर पछि उनीहरुको एज 12 प्लस p हुन्छ ल अब कति वर्षपछि 25 हुन्छ भनेपछि अब p इयर पछि उनीहरुको एज को सम 25 हुनु पर्यो भनेसी नाउ दुईटैको एजलाई जोडौं दैट इज 7 प्लस p प्लस 12 प्लस p यो कति हुनु पर्यो 25 हुनु पर्यो अब 7 plus 12 भनेको 19 p plus p भनेको 2p that is 25 19 plus छ उतापटि गएपछि माइनस हुन्छ अब 25 minus 19 गरेपछि 6 हुन्छ र 2 मल्टिप्लाई मा उतापटि गएपछि डिभाइड हुन्छ जुन 6/2 that is 3 ल अब p को भ्यालु कति आयो p को भ्यालु 3 आयो p को भ्यालु 3 आउनुको अर्थ के हो आफ्टर 3 इयर सम अफ देयर एज विल बी 25 यहीमा आफ्टर को ठाउँमा बिफोर दैट है हामीले यहाँ माइनस गर्थ्यौं है यसरी हामीले सी ए बी सी जुन 4 मार्क्स पुछिन्थ्यो त्यो सकाए धन्यवाद